आज चाहिँ शनिबार हामी क्लर्क पार्कमा आइपुग्यौँ। अनि अब कस्तो रहेछ बाहिर, हिउँ परेको लगभग एक हप्ता भइसक्यो होइन। यो चाहिँ 10 वर्षभन्दा यता सबैभन्दा ठुलो हिउँ थियो। अनि पार्कहरू चाहिँ कस्तो रहेछ, कतिको क्लियर गएको रहेछ भनेर हेर्न हामी आउँदैछौँ। त्यस्तो छ। यहाँ चाहिँ यस्तो राम्रो दुबोहरू पाउँथ्यो क्या। अनि कहिलेकाहीँ मालाहरू बनाउँदा गर्दा चाहिँ म यो पार्कमा आएर बस्थेँ। अनि यहाँ अरू बेलामा पनि मान्छेहरू आउने, पिकनिक गर्ने, बुकहरू पढ्ने, रमाइलो गर्ने यत्तिकै के पार्क एकदम यस्तो हरियाली राम्रो पार्क हो यो चाहिँ यहाँको लागि। फिलाडेल्फिया हामी बस्ने एरिया नजिकै भएको। अहिले चाहिँ हिउँले गरेर यस्तो भएको छ। सबै यो सेतो देखाएको छ नि, सबै आइस भएको छ कि, किनभने लगभग एक हप्तादेखि यो टेम्परेचर एकदम फ्रिजिङमा छ होइन। आज पनि -15 यस्तै कति हो, तर अहिले चाहिँ दिउँसो भएको भएर यतिखेर चाहिँ -5 छ। अहिले 11 साढे 11 भयो होला बिहानको। अनि यो चाहिँ यहाँ अरू टाइममा चाहिँ फार्मर्स मार्केट लाग्छ। आज पनि 1-2टा स्टल चाहिँ रहेछ। अब हामी रोड क्रस गरेर पारिपट्टि चाहिँ जान्छौँ। अब यो एरिया चाहिँ पुरै खाली नै हुँदैन क्या। यहाँ पुरै फार्मर्स मार्केट लागिरहेको हुन्छ है, स्टल राखिरहेको हुन्छ। अहिले चाहिँ विन्टरले गरेर क्लोज गरेको छ। त्यही पनि 1-2टा स्टल चाहिँ अझै पनि देख्यौँ हामीले। फार्मर्स मार्केट भन्नु पनि मलाई चाहिँ महँगै लाग्छ। यहाँ फ्रेस खानेकुराहरू हुन्छ हुन चाहिँ, अनि कपडाहरू पनि राखेको हुन्छ, आर्टवर्कहरू पनि हुन्छ, धेरै थोक हुन्छ। त्यहाँ मेरो पारी साइडमा चाहिँ बेकरी छ जस्तो छ। मलाई चाहिँ फार्मर्स मार्केट अलिकति एक्सपेन्सिभ नै लाग्छ। त्यस्तो धेरै हामीले किन्ने चाहिँ गरेको छैन फार्मर्स मार्केटबाट, कहिलेकाहीँ अक्कल झुक्कल। यताको त बाटो पनि क्लियर गरेको छैन कि के हो यो पार्कभित्रको। अनि उता मान्छेहरू के उतालाई के भन्छ अरे, स्किइङ के भन्छ नि, त्यो गरिरहेछ जस्तो छ। हामी चाहिँ पुरै आइस हो क्या, कस्तो चिप्लिन्छ नि यहाँ। फेरि केयरफुल भएर हिँड्नुपर्छ। अनि यो चाहिँ बच्चाहरूलाई खेल्ने ठाउँ हो होइन। यहाँ अरू बेलामा भिड हुन्छ। यति ठुलो पार्क छ यो सिटीको बिचमा। त्यही भएर पनि बिदाको दिन चाहिँ नजिकै भएको हाउसहोल्डरहरूले आफ्नो बच्चाबच्चीलाई ल्याएर खेलाउने पार्क हो यो। ऊ त कुकुर हेर्छ न यस्तो चिसोमा नि। म त आज पनि एकदम भिड नै होला भन्ने सोचिरहेको थिएँ, तर त्यस्तो भिड चाहिँ रहन्छ। लगभग 2 दिन जस्तो चाहिँ गाडीहरू राम्रोसँग चल्नै सकेन होइन। यो 10 वर्ष यताकै ठुलो स्नोफल थियो, स्नो स्ट्रमले लिएर आएको, त्यो कारणले। अनि अब चाहिँ बिस्तारै स्कुलहरू खुल्न थाल्यो, चाइल्ड केयरहरू खुल्न थाल्यो। त्यहाँ खेलेको हेर्छु न, अनि लाइफ नर्मल हुँदैछ। बच्चाहरू खेलेको त्यहाँबाट गाडी साइडमा मजाले खेलिरहेको छन् 4-5 जना चाहिँ। घाम चाहिँ छ, अलिअलि घाम लागेको छ। यसरी टन्न लुगा लगाएर आउँदाखेरि त्यति जाडो अहिले फिल भएको छैन, तर जब हावा चल्छ नि, हावा चलेपछि हो कि मेन चिसो हुने चाहिँ। हावा चलेन भने त यतिकोमा डामडुममा तल पुरै लुगा लगाएर हिँड्यो भने चाहिँ
खासै चिसो फिल हुन्न त्यस्तो छ आज लास्ट टाइम भिडियो बनाउँदा त म पन्जा खोल्दै बनाएको थिएँ आज चाहिँ मैले पन्जा चाहिँ खोलेको छैन किनभने लास्ट टाइम एकदम चिसो भएको थियो क्या यहाँ यो चाहिँ पुरै हिउँको डल्ला नै हो कि त्यस्तो छ है त्यहाँ बच्चाहरू त्यसरी खेलिरहेछन् त्यो स्की बोर्ड नै त होला त्यो होइन स्की बोर्डमा सरर चिप्लेटी वाउ यो स्की बोर्ड नै हो कि बनाएको होला है आफूले कि के होला मलाई नि सुर चिप्लेटी खेल्न मन लाग्यो